सुशासनको पक्षमा हामीले कुनै समय सम्माननीयज्यू पनि संसदको सदस्य हुँदै गर्दा हामीले हरियो रिबन बाँधेका थियौँ, आन्दोलन पनि गरेका थियौँ। त्यतिखेर माग गरेका थियौँ हामीले संसदीय छानबिन समिति चाहिन्छ भनेर। आज यो सत्ताको कुर्सी गजबको हुँदो रहेछ, यताबाट उता जाने बित्तिकै त्यो सब कुरा बिर्सिने रहेछ। यो भन्सारको कर छलीको कुरामा अर्थमन्त्रीज्यूले सम्म संसदीय समितिमा गएर झुट बोल्नु भएको छ। हामीले संसदीय छानबिन समिति माग गरेको भनेको रहरका लागि होइन, अर्थमन्त्रीज्यूलाई काम गर्न दिनुहुन्न भन्ने हामी मान्यतामा छैनौँ। सम्माननीय सभामुख महोदय, मेरो हातमा आज यो महालेखा परिषदको यो रिपोर्ट छ। यो रिपोर्टको पेज नम्बरै भन्न पर्ने हो भने म पेज नम्बर भनिदिन्छु। पेज नम्बरै यो रिपोर्टको पेज नम्बरमा 152 नम्बरको पेजमा हेरे हुन्छ, स्पष्ट भनेको छ महालेखा परीक्षक कार्यालयले इभी गाडीहरूमा जुन मोटर छ त्यो मोटरको तपाईको क्षमतालाई तलमाथि गरेर मात्रै तातो पानी र कोरला नाका र रसुवा गढीबाट मात्रै 2,80,83,16,00,000 रुपैयाँ अघिल्लो सरकारले छुट दियो। त्यसको छानबिन गर भनेको छ र देशैभरि गरेर 3,77,44,19,00,000 छुट महसुल तथा करका सम्बन्धमा छानबिन गरी असुल उपर गर्नुपर्छ भनेर महालेखा परीक्षकले सम्म दिएको छ रिपोर्ट। र यहाँ के हुन्छ कथा, सम्माननीय सभामुखज्यू, 14 गते 1 गतेदेखि 14 गतेसम्म 3,000 करिब सवारीहरू नेपाल भित्रिन्छन्। गाडी आउँछ 21 गते, भन्सार पास हुन्छ 14 गते भने करका दरको रेट थाहा नभइकन त्यो कसरी आयो? सबभन्दा ठुलो कुरा। सबभन्दा अर्को ठुलो कुरा चाहिँ संसदीय छानबिन समिति बनाउन, यसमा के आपत्ति छ? हामीले कसैलाई दोषी करार होइन सम्माननीय सभामुखज्यू।